झन्डै भर्खर अहिले मात्रै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाल त भएको थियो, तर हात हालाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ विस्तार हुन नपाओस् है, यो हात हालालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गऱ्यौँ। उहाँहरूसँग पनि कुरा गऱ्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खचखचहरू आरोप प्रत्यारोपको स्थिति छ। अर्थात् बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, पारिवारिक शान्तिका लागि छ, सबै कुराका लागि शान्तिको महत्त्व छ।